ल अब हाम्रो यहाँ काफल हन्टिङ चलिरहेको छ हाम्रो बहिनी स्लेसमा अनि अङ्कल माथि रुखमा हुनुहुन्छ काफल टिप्दै अब यसले एउटा सिंगल पिस चाहिँ खसाइ माथिदेखि यता देखा त नानी ल यता हल्का यसले 2 पिस चाहिँ निकालिछ अङ्कलले चाहिँ माथि गएर राम्रैसँग काफल टिप्नु भयो जस्तो हो हामी चाहिँ अहिले स्विजरल्यान्ड भनेपछि कहाँ हजुरहरूले अब चिन्नुहुन्न होला ल यो चाहिँ भाइ हो यो बाँदर चाहिँ अड्डेको छ यो पनि काफल टिपिरहेछ त्यहाँ एकदम यहाँ काफल र ऐसलुको चाहिँ राम्रो उ रहेछ ठाउँ चाहिँ काफल र ऐसलु राम्रो फल्दो रहेछ तर अहिले सिजन चाहिँ हरियो हुने खालको रहेछ अझै पाक्न बाँकी छ धेरै जो हरियो छ थोरै पाकेको छ अब जति सकिन्छ त्यति खाने अब लान त घरलाई त्यस्तै होला जस्तो हो आज अब अङ्कलले चाहिँ राम्रो ठाउँ पाउनु भएछ काफलको अब यो काफल चाहिँ अलि धेरै यो बुटोबाट भेटिन्छ जस्तो लाग्यो हामीले आज काफल हन्टिङ सुरु गरेको स्विजरल्यान्ड आएर अब स्विजरल्यान्ड कहाँको स्विजरल्यान्ड के स्विजरल्यान्ड भन्न बुझ्न चाहनुहुन्छ भने तल कमेन्टमा सोध्नु होला म हजुरहरूलाई त्यसमा लोकेसन सेयर गर्छु र यो जङ्गल एकदमै ठुलो जङ्गल हेर्नु यो कहाँसम्म छ भनेदेखि ल तलबाट हामीलाई 10 मिनटको त ठाडो उकालो जो हामीलाई चढ्नु पर्यो स्कुटीमा यसले चाहिँ काफलको बहिनीले के लिएर आइछ यति मात्र त्यसले अहिलेसम्म पाएको काँचो काफल ल्याएछ यस्तो चाहिँ गर्नुहुन्न यस्तो चाहिँ गर्नुहुन्न पाकेको काफललाई मात्र टार्गेट गर्ने किनकि अरू आएर नि खान्छन् अरू आएर नि टिप्छन् त्यही हो अङ्कलले चाहिँ पाकेको काफ टिप्नु भएको छ त्यही हो ल अब आज हामीले काफल हन्टिङ गरिसकेपछि यसको बारेमा पछि अरू कुरा गरौँला अहिलेलाई यति नै